आन्छ मान्छे यार जानु भने नि तपाईँ जानु हेर्नेमा म जान्छु यो डिल बसेछ नि ट्याकै मुखमा समातेर भक्कै यो गाडीको पछाडि हालिहाल्ने यो बोका मासतिर छ होइन तलतिर पुगेर आमा बोका हेर्दै गर्नुहुन्छ कि यत्रो पनि सानो रे आम्मामामामामा कत्रो चाहिँ त्यस्तो ठुलो चाहिँ बाफ रे यार कत्रो हो 120 किलो आन्छ मान्छे आम्मामामामा यार अनि यसले हान त मारिहाल्छ यसले हानेर भत्काको लाइनहरु सबै देखो कस्तो रहेछ यार ल झर्छ है फेरि मरे के हुँदैन खसी चाहिँ बोका लाग्छ माछा त कहिले बेच्छ केटा यहाँको माछा बेच्ने बेला आएपछि बेच्छ खबर गरे कसम हो के बोल्नु हुन्छ हो बहिनी पानी अब तताउनु अब धेरै न त्यतै बनाउने अब गाडीमा हालेर ल्याउँदैछु दुईटामा त धेरै नि त्यतै गरेर लग्ग भरि चटनी बनाएर खानुपर्छ खसीको मासुसँग थ्याङ्क यू है दाइ गुड 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 चिल्लो भइसकेको छ त यो त चिसो माने गोरु त होइन हो यो त यो चाहिँ के गर्न आँटेको सेकुवा ए सेकुवा पो भइसक्यो होइन सेकुवा होइन हो यो पकाउनु पर्यो हो सबैभन्दा पहिला माथि तल तल के चाहियो त मलाई खानु यो चाहिँ पोलुङ भनेको उत्ते त पोलेर खाइहाल्छ नि त्यही त भने पोलुङ भनेको यो मेरो मलाई थाहा छ दिने हो क्या यस्तो जिन्दगी जिउनु पर्छ क्या त ड्यामै फुटिसक्यो कि अब चल तर हाम्रो चाहिँ सानो मान्छे चाहिँ पारेर वारीबाट ल पिता कोही टेस्ट गर्ने हो एनीबडी म यति खान्छु एनीबडी ल पिता है म त प्रेसरका लागि एकदम कम गर्ने चिज हो आमा मिठो मिठो पित्तो हुन्छ नि मिठो मिठो पकाउने मान्छे त भयो हाम्रो लोकल खसी यो त लोकल खसी हो नि त नानाहरू त त्यहाँ बसेर मैले भर्खर त केही गरेर चाहिँ खसी दुधे खाइएन दुधे मर्ने गरी खाएर बुबुलाई ठाउँ ठिक ठिक ओ यस ठिक यता देखाउनु न यार सन्तोष बहिनीहरूले सबैले खानु होला नि त हालमा त छ के छैन हौ म तिम्रो देखाउँछु हान्ने हो नि त यति भात खाएर चाहिँ अब क्यान्डी फ्ल्याट भन्ने हो अर्कोपट्टि खोर्सानी खसीको मासु होइन हो नि